यो पनि एउटा स्पेसल इन्जिनियरिङै हो है। ताकि पनि सर्टिफिकेट चाहिन्छ नि हो है क्लास 10 सम्मको। फर्स्ट टाइमको प्रसाद हो, सेकेन्ड टाइमको हुन्छ होइन सेलरोटी। सेकेन्डमा सेलरोटी चाहिँ हुनेछ अनि फर्स्ट टाइमको प्रसाद खालि हामी खाइरहेछौँ सबैजना। यहाँ प्रेमानन्दजी राईगञ्जबाट पनि हो। सेकेन्ड राउन्ड जान्छ अहिले सेलरोटी चाय दिँदैछौँ। कर्मचारीहरू एकदमै फटाफट धेरै माग छ उहाँहरूको। पेचिङमा हेर्नुहोस् त्यहाँ पुग्नुपर्छ। यो चाहिँ तर गरौँ भयो भने त झर्छ नि त। उहाँहरूले छान्दैछ यो कार्ड बिर्सिसक्योहरू। यो चाहिँ सेकेन्ड ट्रिप भयो। यो सेकेन्ड ट्रिप भयो भने अब थर्ड अझै सेलरोटी पनि खानुपर्छ होइन। अब थर्ड जान्छ। पनि ल्याएको छैन अलिअलि है। एकदमै पूजासुजा सकेर खुवाइपियाइ गरेर भाँडासाँडा धोएर फेरि पनि गाडीमा सबै लोड यतिको जाँगरिलो चाहिँ बनाएको छ हाम्रो समाजमा। प्रसाद चाहिँ सबै सक्नुपर्छ है रविन्दा। यो बाजु चाहिँ यहीँ हुनुहुन्छ पक्रिने बाजु। उहाँ चाहिँ एकदमै खास यस्तै प्रकारले यहाँनिर चस्मा लगाएर उहाँ पनि रेडी भइसकेको छ भने यता उहाँ पनि रेडी नै छ। यस्तै प्रकारले उहाँ पनि नयाँ अनलाइन चस्मा बोकेर रेडी। पूजामा चाहिँ आज धेरैवटा गाउँहरूबाट चाहिँ भक्तजनहरू चाहिँ आइपुगेको छ त्यही पूजामा। यो लेभलको इन्जिनियर चाहिँ नदेखेको है। महाभारतकै टाइमको भेटाएको छौँ हामीले। एकदम हो यस्तो पो हुँदो रहेछ है महाभारतमा त है। अझैसम्म बज्छ त बजाउँछ। एन्सियन्ट कुरा खालि भेटाउँदैछ त यहाँ त। मैले चाहिँ यो भिर्ने सिर्ने चाहिँ अलिकति के भएछ भन्दा आक्रमणको लागि चाहिँ यो बाँस चाहिँ यसरी दुई भाइले खालि सक्ने रहेछौँ हो। अब एकदमै गोलाइ काट्नुपर्ने भिरमा गोलाइ काट्नुपर्ने अब गोलाइ पछि एकदम साह्रो पर्दो रहेछ यो चाहिँ। ए तपाईँहरूको त धान अब भर्खर रोपेको पनि छैन होला, आली तासेर रेडी होला। हाम्रो चाहिँ काटकुट पारेर आज चाहिँ यहाँ दाइ है। मान बोकेर आइसक्नु भएछ उहाँले यस्तो उकालो। यो चाहिँ एकदम नाक सब भगवान खान्छ त। लक्ष्मण इन्द्र भगवान भीम तपाईँको नाम चन्द्र सूर्य भगवान पनि यही छ। उहाँको नाम ओरिजिनल नेम कहाँ छ भन्छ नाम बाहुबली नै हो क्या हनुमानै जस्तो छ त। लाग्यो है सबजना उब्रेको पाब्रेको लिएर हामी आउँछौँ। ल ओके ल हिँड न जो। हामी चाहिँ भगवान होइन, भगवान नहुनेहरूले चाहिँ अलिकति हल्कै बस्नु पर्दो रहेछ। भगवानहरूको चाहिँ छ भीम पनि कडै छ त हौ। सानोतिनो पाहाडै बोकेको छ त हौ। यो माथि छ नि त लक्ष्मणदेखि लिएर अनि इन्द्र भगवानहरू त सानो टोपी बोकेर। कमान्डिङ अफिसर चाहिँ अगाडि टोपी लगाएर हिँडिसकेको छ भने उहाँको साथमा बेन्ची बोकेर कमान्डरलाई टक्कै बाटो राख्दै अनि उहाँले हतियारहरू बोकिरहेको छ। अब हामी वारमा लागिरहेको छौँ है साथीभाइ हो। सन्देश आते हो, सन्देश आते गीत बोकेर चाहिँ अब वारमा बङ्करमा हाल्ने हो यो। केटा हो लुगा राम्रोसँग सुकाऊ है, राम्रोसँग सुकाऊ केटा हो लुगा। तान्दैछु स्वर्गबाट हाम्रो भगवान रामको भाइ लक्ष्मण आइसकेको छ वनवासबाट।
उकालो चढेर धेरै उकालो चढेर उहाँ